यो अहिले चाहिँ हामी यहाँनिर थाकेर यहाँ दिदीबहिनीले चिया लिएर बाँड्दैछ है मिठो चियाहरू छ है एकदम मिठो चिया यहाँ हाम्रो आएर हुनुहुन्छ यहाँ हाम्रो शेखर भाइ हुनुहुन्छ यहाँ हाम्रो शेखर भाइ हुनुहुन्छ है शेखर काम गर्दैछौ बिचरा उहाँ बहुत थाकिरहेको छ काम गरेर नुन होइन स्टिलको ग्लासमा त म खानै मनपर्छ पुरा तातो हुन्छ नि है जयमसी धन्यवाद यति गरिदिनु एकदमै धन्यवाद यो त पुरा रिमेम्बर हुन्छ नि चर्च भट्का हो यो बनाएको कि पुरा अबको चर्चमा चाहिँ पुरा भ्यालु हुन्छ नि एसएससी पनि हुन्छ किनकि चर्च जुन लाग्छ नि अब चाहिँ नजाउँ चर्च भने पनि अबै त्यो गिटी र यो बोकेले गर्दा क्या हत्तु भएको हुन्छ कि अन्त फेरि चर्च त जान्न भन्दा पनि पानी झरेको पनि आउनु मन लाग्छ नि मेरो अघि चाहिँ यहाँ उयसको ठिकै छ लोड गर्ने भनौँ अन्त चाहिँ यहाँ पास्टर हुनुहुन्छ चर्च निर्माणको लागि चाहिँ हामी सबै एकदम लागु परिरहेको छौँ कोही पनि हामी यहाँ बसेका छैनौँ कोही चिया बाँड्ने छ भन्दै कोही काम गर्ने छ यहीँनिर सबैजना यो चाहिँ ट्री ब्रेक हो कि अन्त अलिकति गफ गर्नु पऱ्यो हामी कहाँनिर हो यो चाहिँ तपाईँ आमाहरूको पुरा भ्यालु हुन्छ नि यो चाहिँ फेरि यो गिटी कुरेको चाहिँ पुरा भ्यालु हुन्छ नि चर्च नजाउँ न भन्दा पनि पुरा जानु मन लाग्छ क्या पानी झऱ्यो भन्दा पनि गिटी कुरेको सम्झनाले पुरा चर्च आउनु मनपर्छ नि किनकि हाम्रो चर्च बनाउँदा पनि पुरा यस्तो बनाएको छ कि मजा आउँछ नि उहाँ चाहिँ अब बस्ने आमा हुनुहुन्छ जयमसी बस्ने आमा कस्तो हुँदैछ बस्नुमा अहिले या कौडे आशिष दिनुहुन्छ यो चर्च निर्माणको लागि चाहिँ यहाँ हाम्रो निनी हुन्छ जयमसी निनी यही नानीहरूले पनि पुरा गिटीहरू बोकिरहेको छ यो चाहिँ प्रभुको आशिष हो सन्डे स्कुलको नानीहरूदेखि लिएर युथहरूदेखि लिएर एकदम आमा बाउ हरेक आज यहाँ चर्च बनाउँदाखेरि चाहिँ यसरी खोलाबाट म तपाईँलाई देखाउँछु म तपाईँलाई देखाउँदैछु यहाँबाट चाहिँ यो खोलाबाट चाहिँ ल्याउँदैछ किनकि चर्च चाहिँ यो खोलाको नजिक हो नि त त्यसै कारणदेखि यहाँनिर क्यारेसहरू गर्दैछ यहाँबाट एकदम रमाइलो दृश्यहरू छ यहाँनिर है दृश्यहरू तपाईँले देख्नुहुन्छ यहाँनिर यो अहिले हामी चिया बाँड्ने ग्रुपहरू तल चिया पर्दैछ